म त लिम्बू कि छोरी आँखा ठुलो छ यता न उताको अलि गोरी छु। हाई गाइज, आज म चाहिँ हेयर कलर चेन्ज गरेको अनि यहाँ आज यो ठाउँमा चाहिँ एकदमै घामको अन्निका लागेको छ अनि अलि के अरे कपाल पनि सुकोस् भनेर चाहिँ घाममा हिँडिरहेछु मेरो गार्डनमा। अनि यहाँ मैले लुगाहरू पनि सुकाएको थिएँ, मेरो लुगा पनि आज अलिक धोएको थियो, लुगा पनि सुकिरहेछ गाइस। अनि त्यही भएर म आज हजुरहरूलाई चाहिँ मेरो रायो साग देखाउनु गइरहेछु। यो चाहिँ मेरो तितेपाती हो, मैले बिहान पूजा गर्दाखेरि यही तितेपाती युज गर्छु। अनि यहाँ मेरो रायो साग छ गाइस, रायो साग यस्तो हुँदैछ। अनि यो बिचमा चाहिँ यो रातो कलरको छ कि, तर खै यिनीहरू चाहिँ एकदम तेल खाएको छ। यो ठाउँमा चाहिँ अलिक सेपिलो ठाउँ भएर पनि होला, अनि त्यही भएर यस्तो भइरहेछ गाइस। अनि यहाँ मेरो लुगाहरू पनि हावाले उडाकै छ, अनि त्यही भएर यहाँ पनि छ गाइस। अनि यहाँ चाहिँ मेरो लसुन छ, लसुन पनि हेर्नु न यहाँ जरामा मुसाले कोट्याए जस्तै छ। अनि हेर्नु कतिको फल्ने हो, तर खानै पर्छ भन्ने त छैन। म चाहिँ एकदम रोप्नु मनपर्छ कि यस्तो बोट बिरुवाहरू सागसब्जीहरू। अनि त्यही भएर मेरो सानो गार्डन देखाएको हजुरहरूलाई, मेरो छोरीको मेरो गार्डन। अनि यो चाहिँ यो टमाटर चिसोले भेटेर फल्दै मर्यो गाइस। यो चाहिँ मेरो सिमसाग हो गाइस, निकै खाइसक्यो। यो सिमसाग पनि उम्रेको गर्छ, टिप्दै खाने हो। अनि यो रायो साग हो गाइस। म मेरो साथीहरू सबै फेसबुक साथीहरूलाई रायो साग, लसुन, सिमसाग चाहिँ सबैलाई खाने ठुलो भएपछि पोस्ट गरिदिनेछु गाइस है त। अनि सबैजना मिलिजुली बाँडीचुडी खानुपर्छ गाइस। आजको मेरो दिनको सुरुवात चाहिँ यस्तरी भइरहेछ गाइस। ओके बाई, मिस यु अल।